आज हामी डुल्दै डुल्दै भिरकुटी मन्दिर पुग्यो अनि त्यहाँ प्रदर्शन भइरहेको थियो। लगतै म पनि अब के कम र म पनि प्रदर्शन गर्न थालेँ। ब्रान्डिङ भन्दा नि म आफ्नै प्रदर्शन देखाउन थालेँ। मान्छे पनि चकित भयो। अनि त्यस्तै हेर्दा हेर्दा यस्तो टार्जन खालको गाडी, बच्चा बेला हामी किन्न नसक्ने खालको गाडी थियो। अब अहिले कमाउने भएपछि किन्छु भन्ने सोचेको थिएँ, यत्रो रेट थियो कि गाँड फाटिसक्यो हाम्रो होइन। के किन्नु, 20% अफ दिँदा नि किन्न सकेन। त्यसै लगतै हामीले किताब दोकान भेट्यौँ। अनि त्यसपछि एउटा ल अब सिओ बन्नुपर्छ भनेर एउटा किताब किन्यौँ त्यहाँ। अनि त्यसपछि लाग्यो हामी डुल्दै डुल्दै अरू के किन्न सकिन्छ भनेर, तर किन्ने खालको त्यस्तो केही हामीले पाएन। अनि बङ्गलादेशी कलेक्सनहरू थियो, अब बाहिरको धेरै नै ब्रान्डिङ भइरहेको थियो, तर हामी किन्न सक्ने भने केही थिएन। अब घुम्दा घुम्दा हामी खानेकुरातिर पुग्यो, तर हाम्रो गोजीमा 1 रुपियाँ नभएपछि, 1 सुतो नभएपछि हामी घुम्दा घुम्दा बच्चाहरू खेलिरहेको थियो त्यहाँ पुग्यौँ। अनि बच्चाहरू एकछिन रमाइलो गरे। अनि त्यसकै सँगै एउटा युनिभर्स रहेछ। पहिला त गए यस्तो हेरेँ, ओहो टेलिस्कोपहरू के रहेछ हेर्ने। अनि यत्तिकै छिर्छ कि भनेर हामीलाई नि दिन। ल आजलाई यति नै, बाई बाई।